नमस्कार, अपन न्यूजमा स्वागत छ। सुरु गरौं दशैंको प्रसंगबाट। बडा दशैंको आज 7औं दिन। आजको दिन माता कालरात्रि भगवतीको पूजा गरिन्छ। देवीको उपासनाबाट कालबाट छुटकारा पाउनुको साथै कष्ट नाश हुने, बाधा अडचन हट्ने विश्वास गरिन्छ। आश्विन शुक्ल सप्तमीका अवसरमा देशभरका विभिन्न शक्तिपीठहरूमा फूलपाती निम्त्याइँदैछ। घटस्थापनादेखि वैदिक विधिपूर्वक दुर्गालाई आह्वान गरी पूजा अर्चना गरिएको दशैं घर अथवा पूजा कोठामा शुभ साहित्यको प्रतीकका रूपमा उखु, हल्दी, केराको बोट, धानको बाला, बेलपत्र, जयन्ती, अशोकको फूल र अन्य नयाँ पालुवा समेत बिताइन्छ। 9 पातमा क्रमशः ब्रह्मयानी, रक्तदन्तिका, लक्ष्मी, दुर्गा, चामुण्डा, कालिका, शिव, शोकहरिणी र कार्तिकी देवीको आह्वान गरेर पूजा गरिन्छ। घटस्थापनाको दिनदेखि नवरात्रसम्म दुर्गा देवीको 9 रूपमा पूजा गरिन्छ। पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी, तेस्रो दिन चन्द्रघण्टा, चौथो दिन कुष्माण्डा, पाँचौं दिन स्कन्दमाता, छैठौं दिन कात्यायनी, सातौं दिन कालरात्रि, आठौं दिन महागौरी र 9औं दिन सिद्धिदात्रीको पूजा गरिन्छ। नवरात्रको आज 7औं दिन फूलपाती अर्थात् बेलतोरी। षष्ठीका दिन निमन्त्रणा दिइएको बेललाई विधिपूर्वक शक्तिपीठ तथा दुर्गा मन्दिरहरूमा भेट्टाइएको छ। आज बिहान बाजागाजा सहित दुर्गा मन्दिरहरूबाट निस्किएको भक्तजनको टोलीले षष्ठीका दिन निमन्त्रण दिएर बेल तोडेर दुर्गा मन्दिरमा प्रतिस्थापन गर्ने परम्परा छ। जनकपुर धामको मुख्य शक्तिपीठ माता राजदेवी मन्दिरबाट बाजागाजा सहित निक्लेको भक्तजनहरूको ठूलो समूहले तामझामका साथ जनकपुर धाम स्थित मारवाडी सेवा समितिको प्राङ्गणमा शुक्रबार निमन्त्रणा दिइएको बेल तोड्न पुगेका थिए। सो क्रममा नेपाली सेनाको टोलीले समेत परम्परागत झाँकी प्रस्तुत गरेको थियो भने नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो लस्कर समेत झाँकीमा सहभागी थियो। फूलपातीको सो अवसरमा प्रहरीले 6 तोपको सलामी समेत अर्पण गरेको थियो। महावीर युवा कमिटीका अनुसार मंगलबार राति 12 बजेर 15 मिनटदेखि भक्तजनका लागि लड्डु, फलफूल सहितका प्रसाद चढाउन र खोइच भर्नका लागि मन्दिर प्रवेश खुला गरिनेछ। साथै माता राजदेवी मन्दिरमा बुधबार साँझदेखि बिहिबार बिहानसम्म बोकाबली प्रदान हुनेछ। बोकाबली र प्रसाद चढाउन महिला पुरुष भक्तजनका लागि सम्पूर्ण व्यवस्थापन गरिएको बताइएको छ। बेलतोरी अर्थात् फूलपाती कार्यक्रममा धनुषा निर्वाचन क्षेत्र नम्बर 3 बाट निर्वाचित सांसद राजेन्द्र महतो, प्रदेश सांसद परमेश्वर शाह, मेयर लालकिशोर शाह, धनुषाका प्रमुख जिल्लाधिकारी सहित प्रशासनिक निकायका प्रमुखहरू, जनकपुर धामका प्रमुख सहित लगायतको सहभागिता थियो। साथै 7औं दिन आज शक्ति स्वरूपा देवी कालरात्रि भगवतीको पूजा आराधनाका लागि देशभरका शक्तिपीठहरूमा भक्तजनको बिहानदेखि भिड देखिएको छ। मुगुमा भएको बस दुर्घटनामा 24 जनाको मृत्यु भएको छ। यस्तै 24 जना घाइतेलाई हेलिकप्टर मार्फत मुगुको जिल्ला अस्पताल नेपालगञ्ज लगायतका स्थानमा उपचारका लागि पठाइएको प्रमुख जिल्ला अधिकारी रोम बहादुर महतले जानकारी दिए। 14 जना घाइतेलाई हेलिकप्टर मार्फत मुगुको जिल्ला अस्पताल नेपालगञ्ज लगायत स्थान उपचार गर्नका लागि पठाइएको छ। घटनास्थलमा उद्धार कार्य जारी रहेको छ। नेपालगञ्जबाट मुगुको सदरमुकाम गनगढी गइरहेको बस मंगलबार दिउँसो 1 बजे छायानाथ रारा नगरपालिका 7 मा खोलामा दुर्घटनाग्रस्त भएको छ। भे1ख 3167 नम्बरको बस सडकबाट लगभग 300 मिटर तल खसेको कर्णाली प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक माधव प्रसाद श्रेष्ठले जानकारी दिए। बस दुर्घटनापछि उद्धारका लागि घटनास्थलमा हाल नेपाली सेनाको हेलिकप्टर, नेपाल प्रहरी, सशस्त्र प्रहरी खटेको छ। सडकबाट खसेको बस क्षतविक्षत भएको प्रहरीले जनाएको छ। धनुषामा एकजना साधुले आफ्नै शरीरमा जमरा उमारेका छन्। धनुषाको कमला नगरपालिका 8 र 9 को सीमामा पर्ने माता लीलावती थान नजिकै आश्रममा साधु खाल्डो खनी सुतेका छन् र आफ्नै शरीरमाथि माटो थुपारेर जमरा उमारेका छन्। सप्तरी सदरमुकाम राजविराज घर भएका 35 वर्षीय मनोज कुमार देशमा सुख र शान्तिको कामना गर्दै निराहार व्रत बसेका छन् र शरीरमा जमरा उमारेका छन्। नेपालीहरूको महान पर्व विजयादशमी मनाउन भारतबाट नेपाल फर्किनेहरूको लर्को लागेको छ। सुदूरपश्चिमका नागरिकहरूको रोजगारीको प्रमुख गन्तव्य स्थल भारतका विभिन्न शहरबाट
चाडपर्व मनाउन गड्डा चौकी र गौरीफान्ट नाकाबाट स्वदेश फर्कनेको संख्यामा उल्लेख्य वृद्धि भएको छ। गत 2 साता यता कञ्चनपुरको गड्डा चौकीबाट 24,000 र गौरीफान्टा नाकाबाट 10,000 भन्दा बढी नेपाली स्वदेश फर्किएका छन्। गौरीफान्टा नाकाबाट मात्रै दैनिक 1,000 देखि 1,500 जनासम्म नेपाल प्रवेश गरिरहेको त्रिनगर सिमानाका प्रमुख हेल्थ डेस्क दिनेश ठकुल्लाले बताए। स्वदेश फर्कनेको भिड बढेसँगै प्रहरीले सीमा क्षेत्रको सुरक्षा सतर्कता बढाएको उनले जानकारी दिए। बढेको छ र जानेको संख्या चाहिँ 81 घटेको छ। लगभग 2 हप्ता भयो जानेको संख्या घटेको र आउने संख्या बढेको। अहिले दिनमा चाहिँ तपाईको त्यही 6 देखि 800 को हारमा चाहिँ आउँछ। जानेमा चाहिँ त्यही 150 देखि 200 जना छ। पहिलाको तुलनामा चाहिँ जानेको संख्या चाहिँ तपाईको त्यही 3,000 देखि 4,000 सम्म हुन्थ्यो भने आउनेको संख्या चाहिँ तपाईको त्यही 5 देखि 400। भारतको दिल्ली, मुम्बई, महाराष्ट्र, पन्जाब, पुणे, बेंगलोर, सिमला, हरिद्वार लगायत शहरमा नेपाली रोजगारीका लागि जाँदै गरेको र फिर्ता आउने गरेको स्वास्थ्यकर्मी गणेश साउदले बताए। उहाँले भारतबाट गाउँ फर्कनेबाट कोभिड संक्रमणको जोखिम रहेकाले सीमामा कोरोना परीक्षण र खोप लगाउने कामलाई तीव्रता दिएको बताउनुभयो। हरेक कुराहरुमा अहिले बढाइराखेका छौं। सुरुमा हामीले एन्टिजेन कोभिडको लागि मात्र फोकस गरेर कोभिड मात्र टेस्ट गरिराखेका थियौं भने त्यसपछिल्लो बीचको पिरियडदेखि नै हामीले मलेरिया पनि टेस्ट गरेका छौं। त्यो मलेरिया टेस्ट सँगै अनि त्यसपछि हामीले टीबीको लागि चाहिँ जेनिस्पोटको लागि चाहिँ स्पुटम कलेक्सन गरेर जेनिस्पोटमको कुराहरु पनि स्याम्पल कलेक्सन गरेका छौं। अनि त्यो सँगै अनि एचआईभी को स्क्रिनिङ टेस्ट पनि हामीले यही गर्ने गरेका छौं। गड्डा चौकी र गौरीफान्टा नाकामा सुरक्षाका दृष्टिकोणले कुकुर परिचालन पनि गरिएको छ। यात्रुको सहजताका लागि भन्दै प्रहरीले यात्रु सहायता कक्ष पनि स्थापना गरेको छ। बडा दशैंको आगमनसँगै देशका विभिन्न शहरहरूबाट गाउँ फर्किनेको लर्को लागेको छ। केही दिन यता नेपालीहरूको पर्व विजयादशमी तथा दीपावली मनाउन काठमाडौँबाट गाउँ फर्कनेहरूको लर्को लागेको हो। केही दिनदेखि दशैं मनाउन गाउँ जानेहरूको लर्को लागेसँगै काठमाडौँ सुनसान बन्न थालेको छ। आज फूलपातीका दिन काठमाडौँको कोटेश्वर, तीनकुने, कलंकी, नयाँ बस पार्क लगायत स्थानहरूमा व्यक्तिहरूको भिड देखिएको थियो। बिस्तारै बिस्तारै काठमाडौँ शहरमा मानिसको चाप घट्दै गइरहेको छ भने सवारी साधनहरूको चाप बढ्दै गएको छ। गाउँ फर्कने यात्रुहरूको लर्को देखिन थालेको छ। नवरात्र सुरु भएसँगै रोजगारी र अध्ययनका सिलसिलामा काठमाडौँका आएकाहरू गाउँ फर्कन थालेका छन्। यातायात व्यवस्था विभागले लामो दूरीको सवारी साधनको लागि अग्रिम टिकट बुकिङ असोज 11 गतेबाट खोलेदेखि मंगलबार बिहान 4 बजेसम्म 6,88,243 जनाले काठमाडौँ उपत्यकाबाट बाहिरिएका छन्। हवस् त, अपन न्यूज अहिलेलाई यति नै। अपन टेलिभिजन हेर्दै रहनुहोला। नमस्कार।